फर द फर्स्ट टाइम अमेरिकाको न्युयोर्कमा संसारभरिका विभिन्न देशका बुद्धिस्ट कम्युनिटीहरू, बुद्धिस्ट संस्थाहरू एकै ठाउँमा सङ्गठित भएर इन्टरनेसनल वेसाक डे 2026 मनाइएको छ। जुन कार्यक्रम गत हप्ता जुन 28 सन्डेका दिन न्युयोर्कको ज्याक्सन हाइटमा बङ्गलादेश बुद्धिस्ट कम्युनिटी अफ न्युयोर्कको मुख्य आयोजनामा, त्यसैगरी विभिन्न देशका बुद्धिस्ट कम्युनिटी, बुद्धिस्ट संस्थाहरू र बुद्धिस्ट धर्मावलम्बीहरूको संस्थाहरूको सह आयोजनामा इन्टरनेसनल वेसाक डे 2026 भव्यताका साथ मनाइएको छ। जुन कार्यक्रमको दिन बिहान विभिन्न देशका लामा गुरुहरू, बुद्धिस्ट मङ्कहरूले आफ्नो आफ्नो देशको विधि अनुसार, बुद्धिस्ट परम्परा अनुसार पूजापाठहरू गरिएको थियो भने सोही दिनको ठिक 1 बजे न्युयोर्कको ज्याक्सन हाइटमा पिस परेडको आयोजना भएको थियो। पिस परेडमा विभिन्न देशका संस्थाहरू, विभिन्न देशका बुद्ध धर्मावलम्बीहरूको उपस्थिति थियो। पिस परेडमा उपस्थित सहभागीहरूको हातमा प्ले कार्डहरू बोकिएको थियो, जुन प्ले कार्डमा लेखिएको थियो बुद्धाज मेसेज इज पीस, पीस फर अल ह्युम्यानिटी भनेर त्यस्ता लेखिएको प्ले कार्डहरू बोकिएको थियो र विभिन्न देशका लामा गुरुहरू, मङ्कहरूले आफ्नो परम्परा अनुसार बाजागाजा, बुद्धिस्ट इन्स्ट्रुमेन्टहरू बजाएर, च्यान्टिङहरू गरेर र्यालीमा सहभागी भएका थिए। र्यालीमा बुद्धको मूर्तिलाई परिक्रमा गरेको थियो। त्यसैगरी विभिन्न संस्थाहरूले आफ्नो ब्यानर सहित पिस परेडमा सहभागी भएको थियो। पिस परेड सकिए लगतै ज्याक्सन हाइटको हलमा कार्यक्रमको आयोजना गरिएको थियो। हलमा विभिन्न देशका लामा गुरुहरू, बुद्धिस्ट मङ्कहरूले सभालाई सम्बोधन गरेको थियो, आफ्नो मन्तव्यहरू राखेको थियो। विशेष गरी बुद्धको दर्शन, बुद्ध धर्मको उद्देश्य, बुद्ध धर्म के हो, यस्ता विविध कुराहरू आफ्नो मन्तव्यमा ज्ञानमूलक, सन्देशमूलक र बुद्ध सम्बन्धी, बुद्ध धर्म सम्बन्धीका ज्ञानहरू आफ्नो मन्तव्यमा राख्नुभएको थियो। त्यसैगरी सोही कार्यक्रममा न्युयोर्क सिटीको मेयर जोरान मामदानीले सोही कार्यक्रममा सम्बोधन गर्नुभएको थियो। सम्बोधनमा उहाँले न्युयोर्क विविधताले भरिएको सिटी हो, यसमा बुद्धिस्ट धर्मावलम्बीहरू पनि ठुलो सङ्ख्यामा छ, हामीले सबैको धर्मलाई, सहअस्तित्वलाई हामीले सम्मान गर्नुपर्छ भनेर आफ्नो मन्तव्य पनि राख्नुभएको थियो। मेयर जोहरान मामदानीलाई सोही कार्यक्रमको मुख्य चिफ एडभाइजर उर्गेन शेर्पाले बुद्धको मूर्ति उपहार दिनुभएको थियो। त्यसैगरी कार्यक्रममा विभिन्न देशका सांस्कृतिक प्रस्तुतिहरू देखाइएको थियो। विभिन्न देशका सहभागीहरू हलमा खचाखच थिए र आफ्नो आफ्नो देशका प्रस्तुतिहरू पनि दिएको थियो। यसरी हेर्दाखेरि संसारकै राजधानी मानिने न्युयोर्क सहरबाट संसारभरिका बुद्धिस्टहरू सङ्गठित भएर इन्टरनेसनल रूपमा इन्टरनेसनल वेसाक डे मनाइएको छ। यो अति नै
गौरवको कुरा र सराहनीय कामको सुरुवात भएको छ। इन्टरनेसनल बैशाख डे भनेको बैशाख पूर्णिमाको दिन मनाइने बुद्ध जयन्ती कार्यक्रम नै हो। यो खासमा यो कार्यक्रम बैशाख पूर्णिमाको दिन बुद्ध जयन्तीकै दिन मनाउनु पर्ने हो, तर यो फर द फर्स्ट टाइम इन्टरनेसनल रूपमा मनाउन लागेको हुनाले यो पालि चाहिँ जुन 28 मा मनाइएको छ। आयोजकको भनाइअनुसार आगामी वर्षबाट बैशाख पूर्णिमा बुद्ध जयन्तीकै दिन मनाउने पनि कुरा बताइएको छ। इन्टरनेसनल रूपमा बुद्ध जयन्ती इन्टरनेसनल बैशाख डे भनेर निरन्तर रूपमा मनाउने कुरा पनि जनाइएको छ। यो कार्यक्रमलाई आयोजना गर्नको लागि एउटा काउन्सिल पनि गठन गरेको छ, जुन काउन्सिलको मुख्य चिफ एडभाइजर उर्गेन शेर्पा हुनुहुन्छ। त्यसैगरी एडभाइजरमा नयन बाउरा, ठिनले कर्मापा, रोहित सागर लगायतका व्यक्तिहरू एडभाइजर छन्। कन्भेनर भने रूपक बाउरा रहनुभएको छ। यसरी विभिन्न सदस्यहरू पनि रहनुभएको छ। आगामी दिनदेखि अझ यो वर्षको भन्दा भव्य रूपमा इन्टरनेसनल बैशाख डे अर्थात् इन्टरनेसनल बुद्ध जयन्ती मनाउने लक्ष्य राखिएको छ। संसारको राजधानी मानिने न्युयोर्क सहरबाट संसारभरिका विभिन्न देशका बुद्धिस्टहरू एकै ठाउँमा सङ्गठित भएर बुद्ध जयन्ती अर्थात् इन्टरनेसनल बैशाख डे यो वर्षबाट सुरुवात भएको छ। विश्वभरि नै बुद्धको दर्शन, बुद्धको शान्तिको सन्देश न्युयोर्क सहरबाट संसारभरि फैलाउनमा एउटा ठूलो भूमिका खेल्नेछ भन्ने हामीले विश्वास लिएको छ। जय बुद्ध।